जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घको यो विश्व सम्मेलन कोपनहेगनबाट हामीले पलपलको जानकारी गराइरहेका छौँ र यसै क्रममा यो सम्मेलनमा कस्ता कुराहरू कसरी उठाउनुपर्छ भनेर कुराकानी गर्नको लागि हामीले नेपाली कङ्ग्रेसका सभासद एवं युवा नेता गगन थापासँग यति बेला कुराकानी गर्न गइरहेका छौँ। गगनजी, यो जुन सम्मेलन छ यसमा नेपालमा पनि निकै चासोपूर्वक हेरिएको छ। यसबाट नेपालले के उपलब्धि हासिल गर्नुपर्छ र अहिलेसम्मको क्रियाकलापलाई हेर्दाखेरि त्यो कुन दिशातर्फ अगाडि बढिरहेको छ? दुईटा भिन्न विषयहरूमा नेपालले के प्राप्त गर्ने यो सम्मेलनबाट भनेर हेर्नुपर्छ। एउटा चाहिँ यो COP15 केमा गएर टुङ्गन्छ, COP15ले के निष्कर्ष निकाल्छ, खास गरिकन विकसित देशहरूले जुन अब केही दिन अरू थप अझै महत्त्वपूर्ण निर्णयहरू हुन बाँकी छ। अमेरिका, चाइना, भारत लगायतका विकसित देशहरूले, औद्योगिक राष्ट्रहरूले COP15सँग निस्कने निष्कर्षमा आफूलाई योभन्दा अगाडिका ठाउँहरूमा जुन खालका प्रतिबद्धताहरू गरिरहेका हुन् ती प्रतिबद्धतालाई लिगल्ली बाइन्डिङ एउटा फ्रेमवर्क हामीले COP15बाट बनाउन सक्छौँ कि सक्दैनौँ। त्यसबाट विकसनोन्मुख देशहरूले अविकसित देशहरूमा, जसभित्र नेपाल पनि एउटा देश हो, यी देशहरूले के प्राप्त गर्न सक्दछन्, एउटा नेपालले समग्र COP15 हाम्रा निम्ति के भयो भनेर हेर्ने त्यो कुरा अझै बाँकी छ। त्यसको अहिले नै यो यति उपलब्धिमूलक हुन्छ भनेर भन्न सकिने बिन्दुमा पुगेको छ भन्ने मलाई लाग्दैन। तर यो बाहेक नेपालले यो पटकको यो विश्व सम्मेलनको यो मञ्चलाई केमा पनि प्रयोग गर्न चाह्यो भने COP15 एउटा इभेन्ट हो। यो इभेन्ट पछाडि अब विश्वको ध्यान केही समयसम्म स्वाभाविक रूपमा जलवायु परिवर्तनको मुद्दाले तानिन्छ र त्यो अवसरमा चाहिँ नेपाल जस्ता हिमाली देशहरू जसको हिमालले ठुलो जोखिम चाहिँ अहिले खप्नु परेको छ भन्ने चाहिँ वैज्ञानिक तथ्यहरूले पनि प्रमाणित गरेको छ। तीमध्ये नेपाल सबैभन्दा बढी जोखिममा परेको देश हो र यस्ता जोखिममा पर्ने देशहरूको नेतृत्व लिन नेपाल सक्षम छ भन्ने कुरा चाहिँ COP15 भित्र भइरहेको कन्सल्टेसन, यो भित्र त एउटा देशको जति हैसियत नेपालको पनि त्यति नै हो। त्यसमाथि पनि त्यो विकसनोन्मुख देशभित्र रहेको देशको एउटा सामान्य हैसियत मात्र नेपालले राख्दछ। तर यो बाहेक जुन यो बाहिरका सार्वजनिक मञ्चहरूमा विश्वको ध्यान आकृष्ट गर्ने प्रयास गर्यो, त्यो चाहिँ एक हदसम्म नेपालले त्यसको अटेन्सन ड्र गर्न सकेको र चाहिँ नेपालको केही समय अगाडि भएको मन्त्री परिषदको बैठक, यद्यपि त्यसका बारेमा जसरी हेरिए तापनि मैले यहाँ आएर हेर्दा चाहिँ एउटा चासोको विषय नेपाल बनेको छ। त्यसैले COP15बाट उपलब्धि नेपालले निर्धारण गर्ने होइन। हामीले हाम्रो कारणले गर्दा यो COP15मा यो हुन्छ भनेर भन्ने कुराहरू चाहिँ त्यो एकदमै धेरै बढाइ चढाइ गर्ने कुरा मात्रै हुन्छ। हामीले COP15को निर्णयलाई प्रभावित गर्न सक्दैनौँ। तर COP15 पछाडिको जुन एउटा अवस्था बन्दछ त्यो अवस्थामा चाहिँ जलवायु परिवर्तनबाट जोखिममा परेका हिमाली मुलुकहरूको नेता देश चाहिँ नेपाल बन्न सक्छ। त्यसका लागि एउटा आधार चाहिँ यो सम्मेलनका क्रममा हामीले बनायो भन्ने लाग्छ। अब अगाडिको दिनमा हामी कसरी बढिन्छ त्यसमा निर्भर हो। कालापत्थरको बैठकदेखि पार्लिमेन्ट्री भवन अगाडिको मार्च पाससम्म यो चाहिँ अगाडिको त्यस्तै तपाईँले भने जस्तै अगाडि हल्ला गर्ने किसिमको ध्यान आकर्षण गर्ने मात्रै क्रियाकलाप हुन्। यो कोरसम्म पुगेर त नेपालले आफ्नो कुराहरू त राख्न सकेको छैन नि। नेपालले मात्र होइन, यो चाहिँ युएनको फ्रेमवर्क यस्तो धेरै ब्युरोक्रेटिक फ्रेमवर्क छ होइन, बहुत धेरै कुराहरू अगाडि नै निर्धारण भइसके। योभन्दा पहिला जसरी नेपाल लिस्ट डेभलप कन्ट्रिजको वान अफ द मेम्बर छ, नेपालले जहाँनिर आफ्ना पक्षमा अथवा लिस्ट डेभलप कन्ट्रिजहरूको सन्दर्भमा जे निर्णय गराउनु पर्ने थियो बोनमा भएको त्योभन्दा अगाडि भएका त्यो मञ्चहरूमा नेपाल त्यहाँ चुकिसक्यो। हामीले धेरै कुरा छुटाइसक्यौँ किनकि त्यो बेलामा म प्राकृतिक स्रोत साधन समितिबाट जतिखेर त्यो समितिको सदस्यको हैसियतबाट नेपालले आजभन्दा 9 महिना जति अगाडि COP15मा नेपालको तयारी के छ भनेर चाहिँ सम्बन्धित मन्त्रालयले बोलाउँदाखेरि के पनि तयारी थिएन। त्यो मैले त्यो बोलाउँदै गर्दाखेरि त्यतिखेर चाहिँ हाम्रो बोनको सम्मेलन छुट्न लागिसकेको थियो। भन्दा हामीहरूले कहिले पनि संरचनाहरू बनाउँदैनौँ, यो पनि एउटा इभेन्ट जस्तो भन्ने ढङ्गले मात्र सोच्यौँ यो होइन। जतिखेर हामीले गर्नुपर्छ किनकि यसको त धेरै अगाडिको मिटिङहरूले तय गरिसकेको हुन्छ। एउटा त्यो, दोस्रो कुरा के हो भने यो संयुक्त राष्ट्रसङ्घको यो ठुलो फ्रेमवर्कभित्र नेपाल एउटा देश हो होइन, जो त्यस्ता अरू धेरै देशहरू छन्। यो एक्लैले धेरै कुरा गर्न सक्ने यसको अवस्था पनि छैन। त्यस कारणले गर्दा त्यो चाहिँ मलाई लाग्छ फेरि पनि कि हामीले यसको निर्णयलाई धेरै प्रभावित गर्न सक्ने हाम्रो ठाउँ छैन। तर यो बाहेक यो COP15 एउटा इभेन्ट हो, यो सकिन्छ। यो सकेर फेरि यसको बहस त निरन्तर जारी रहन्छ। किन अहिले जेसुकै निर्णय होस्, हामीले भनेको जस्तो एकदम परिणाममुखी निर्णय नभए तापनि यो त एउटा कन्टिन्युअस प्रोसेस त हुन्छ। त्यो प्रोसेसको क्रममा चाहिँ हामी COP15बाट माउन्टेनको इस्यु यसको एजेन्डाभित्र पर्छ कि पर्दैन, परेन भने पनि विकसित देशहरूको एउटा कमिटमेन्ट त आउँछ होइन। त्यो कमिटमेन्टमा अहिले विभिन्न खालका प्रस्ताव छ, नर्वेको प्रस्ताव छ, मेक्सिको प्रस्ताव छ, जुनसुकै प्रस्ताव भोलिमा इन्डोर्स भए तापनि एउटा कमिटमेन्ट त हुन्छ। त्यो कमिटमेन्ट हुँदै गर्दाखेरि जोखिममा परेका मुलुकहरूमध्ये चाहिँ नेपालले यसको चाहिँ लिड लिन सक्छ भन्नको लागि चाहिँ लिडर हुनको लागि चाहिँ बोल्नेको पिठो पनि बिग्छ भनेको जस्तै नेपालले अब काठमाडौँ टु कोपनहेगन गर्यो, कालापत्थरमा बैठक गर्यो, अहिले यहाँ एउटा मार्च गर्यो। यसले सबैको ध्यान आकृष्ट भएको छ। यसबाट चाहिँ नेपालले बेनिफिट लिने एउटा फाउन्डेसन चाहिँ बनेको छ। त्यसैले यो
यो चाहिँ मलाई केवल हल्ला मात्रै हो भन्ने मलाई लाग्दैन होइन। अब यस भोलि अब फाइदा लिन सकेन भने चाहिँ विशुद्ध हल्ला मात्रै हुन्छ। यसको बेनिफिट लिन सक्ने ठाउँ एउटा फाउन्डेसन चाहिँ बनेको छ भन्नेलाई त प्रशस्त ध्यान आकृष्ट भएको छ।